अहिले चाहिँ म मगरा कल्लेरीमा छु। अर्घाखाँची जिल्लाको सिद्धगङ्गा नगरपालिका वडा नम्बर 7 मा पर्ने मगरा कल्लेरीमा चाहिँ आज द्वादशीको तिथि पारेर ऐतिहासिक सराय नाच हुँदैछ यहाँनिर चाहिँ र विविध सांस्कृतिक कार्यक्रम पनि यहाँनिर आज चलिरहेको छ। आज यो दृश्यहरूलाई मैले अवलोकन गर्दैछु, हेरौँ है त। ऐतिहासिक महत्त्व बोकेको यो भगवतीको मन्दिर जहाँ पुजारी मगर हुनुहुन्छ र देवी भगवतीको 9 दिनसम्म उपासना गरिसकेपछि द्वादशीको तिथिमा चाहिँ फुलपाती सेलाउने कार्यक्रम र ऐतिहासिक सरायनाच चाहिँ यहाँबाट सुरु हुने गर्दछ। एकदम भर्खर मात्रामा मान्छेहरू आउँदै हुनुहुन्छ र कार्यक्रम लगत्तै सुरु भइरहेको छ। ऐतिहासिक सरायनाच भन्नाले भगवतीले चाहिँ दैत्यमाथि विजय प्राप्त गरिसकेपछि हामी चाहिँ खुसी भएर विजय उत्सव जस्तो झन्डा पताका तरबारहरू लिएर चाहिँ यो एउटा उत्सव जस्तो पनि हो ऐतिहासिक सरायनाच, यसरी पनि बुझ्न सकिन्छ हैन। र यो पारीको दृश्यहरू जुन देखिरहनु भएको छ यो खोला, यो चाहिँ झिम्री खोला हो र झिम्री खोलादेखि दायाँपट्टिको भाग चाहिँ प्युठान र बायाँपट्टिको भाग चाहिँ अर्घाखाँची पर्छ। अहिले चाहिँ म अर्घाखाँचीमा छु। कल्लेरी भन्ने चाहिँ झिमरुकको नजिक नै पर्छ र अर्घाखाँची र प्युठानको सिमानामा पनि पर्दछ यो। यस ठाउँमा चाहिँ अहिले भव्य सांस्कृतिक मेला हुँदैछ। सराय नाच सकिसकेपछि विभिन्न कलाकारहरूको बेजोड प्रस्तुति पनि रहनेछ। साँझको समयमा एकदम रमाइलो नै हुनेछ पक्कै पनि। अहिलेको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला है त।